के छोप्या हो यो खानेकुरा हो यहाँ पढ्नु होला उमेर बढ्यो बुद्धि बढेन आखिर मलाई चाहिँ भयो कि क्या चुपचाप सोच के बसौँ ए उज्याली बोला नि नानी ल अनि हजुरको उमेर कति भयो 67 अनि अझै आफूले आफूलाई जवान ठान्नुहुन्छ ल किन जवान नठान्नु नि उमेर त शरीर हो मन त अझै बन्देरी नै छन् हो र हो नि त्यसो भए दौडेर देखाउनु त ल हेर्नुहोस् तपाईँले भन्नुभन्दा अगाडि मेरो दौड्यो मनमा पल्लो कुना पुग्यो शरीर त यी छ नि एकछिन आउँछ पर्खिनु पर्यो नि त सम्झन कति समय लाग्छ के सम्झना भनेको अत्तो नपत्तुको कुरो त मिलाएर भन बिर्सिनु भयो ए मेरो सम्झने शक्ति भनेको अच्छा छ अस्ति हामीले के कुरा गरेका थियौं अस्ति गरेको कुरो त त्यो त एकछिन है बिर्सिहाले तपाईँ बिहान कति बजे उठ्नुहुन्छ 5 बजे उठ्छु एकछिन पर्ख हिँडेको होइन है भन वाउ के भन? स्वस्थ जीवन के भन्दै थियौ बिहान कति बजे उठ्नु 5 बजे कतिचोटि भन्नु तिम्रो कान छैन नि क्या वाउ स्वस्थ जीवन स्वास्थ्य जीवन होइन पिसाबले उठाउँछ तपाईँलाई मोबाइल चलाउन आउँछ किन नआउनु फेसबुक चलाउँछु अनि टिकटक हेर्छु ए किन चिसो भयो भनेको त टोपी नलागेको रहेछ थैत ल भन अब साह्रै चिसो भयो पासपोर्ट बिर्सिनुहुन्न पासपोर्ट त बिर्सिहाल्छु अनि श्रीमतीलाई सोध्छु उहाँलाई कसरी याद हुन्छ ए उसलाई त मेरो पासपोर्ट मात्रै हो र सायद तिमीहरूको पनि कण्ठे होला अरू 2-4जनाको पनि कण्ठ आउँछ मेरो श्रीमतीलाई त ए हजुरको श्रीमती त पासपोर्ट बिर्सिसके पो हुनुहुँदो रहेछ त पासपोर्ट बिर्सिसके मात्रै होइन मेरो हिसाब किताब तिमीहरूसँग अहिले बोलेको हाँसेको सबै थाहा भइसक्यो यतिखेर अघि नि तपाईलाई सबैभन्दा बढी गाली कसले गर्छ घरमा हो हजुर हो घरमा त पहिले श्रीमती अहिले त अलि सुन्ने शक्ति उनको कमजोर भएको छ त्यही भएको छ अहिले के भन्नुभयो र केही भनेको छैन कति झर्को लाग्यो तिमीले बोल्दै बिचलाई प्याट्छ बोल्छु यो नानी के भन तपाईँ स्वस्थ हुनुको रहस्य के हो एकछिन पर्ख म स्वस्थ हुनुको रहस्य तिमीलाई छुँदा त बिग्रिँदैन नि ल अनि म स्वस्थ हुनुको रहस्य चिन्ता नलिनु कसरी श्रीमती कराउन थाल्छु नसुनिदिने तपाईँ काम सुन्नुहुन्न हे तेरिका के सुनिदिन्थे कान त सुन्छु तर जब श्रीमती कराउन थाल्छिन् नि मोबाइलको इयरफोन कान हालेर ठेडी ठोकिहाल्छु हजुरको 67 वर्षको उमेरमा अहिलेसम्मको उपलब्धि के भयो म 67 वर्ष भए अहिलेसम्म जिउँदैछु बस त्यति हो कहाँ त्यति मात्रै हो र तिमीहरू 2जनासँग यत्रो बेरसम्म झगडा नगरिकन बसिरहेको छु हेर त टुसु
अनि झगडा त हामीले पनि गरेका छैनौँ। त्यही झगडा तिमीले गरेका छैनौ त उपलब्धि सुभन्दा ठुलो मेरो हो त, नभए कसरी हुन्थ्यो त? कस्तो लाग्यो? एकछिन पर म त छटपटेर एक ठाउँमा बस्न सक्दिनँ क्या। यताबाट हिँड्दा ल। उमेर मात्रै बढेको हो मेरो त, उमेर मात्रै बढेको हो, बुद्धि त कहाँ छ र? हेर न याद तुला ल्याङ भन्नु त के भयो रे? कस्तो लाग्यो? बलियो लाग्यो, बलियो के बलियो लाग्यो? पिरको लाग्यो, केमा बिर्को लाग्यो? बुद्धिका भाँडामा पिरको ठ्याप्पै लाग्यो। के अब हामी नमस्कार गरौँ? एकछिन है, एक मिनट ल। फेरि के भयो? होइन मेरो लौरो कता परेछ हौ? खै लौ? अनि यो के त लौरो त हातमै छ। ए बिर्सेछु, बिर्सिहालेछु नि। भन भन, यी पो रहेछ है। अब त बुझियो? मजाले बुझेँ। के बुझ्नुभयो? उमेर बढ्यो, बुद्धि बढेन, त्यही बुझेँ। के भरे के भरे? उमेर बढ्यो, बुद्धि बढेन। धन्यवाद, नमस्कार। मान्छे उमेर बढेर मात्रै परिपक्व हुँदैन, जब उमेर पाएको हुँदै जान्छ उसले आफ्ना व्यवहार, विवेक र बुद्धिलाई पनि पाएको बनाउँदै जानुपर्छ। नत्र भने उमेर चाहिँ पाएको हुन्छ, बुद्धि चाहिँ काँचै हुन्छ। मलाई साथ दिने बहिनीहरू हुन्थ्यो, बिना ढुङ्गेल घिमिरे, यतापट्टि निर्मला भट्टराई, अनि बुद्धि नबढेर उमेर मात्रै बढेको म सीताराम पोखरेल। धन्यवाद, नमस्कार। Terima kasih, kawan. Adanya ya, di bawah darah itu